गाइस वेलकम छ नयाँ सर्ट भिडियोमा र यो चाहिँ टिम्बु भन्ने जसलाई चाहिँ नेपाली टिम्बु हो। यो चाहिँ कतिजनाको घरमा हुन्छ, कतिजना प्रायः चाहिँ घरमा हुँदैन गाइस। यो चाहिँ औषधि हो हैन। म चाहिँ खाँदैछु, कस्तो मिठो लाग्छ मलाई चाहिँ यो, मलाई चाहिँ फेभरेट लाग्छ नि त। अनि टिप्दैछु गाइस हैन। अबि किरा पो रहेछ यार, थप किरा रहेछ यार, एक काम टिप्नु मात्र भयो यार। अनि म चाहिँ टिप्दैछु, फेरि अर्को लट टिप्छु। अनि यो चाहिँ मुहा हाल्नुपर्छ क्या, मिठो हुन्छ तर धेरै चाहिँ रहेन क्या गाइस। सब धेरै हुने ठाउँमा जानुपर्ने, धेरै छैन यो। त्यही कस्तो कस्तो खल्लो हुन्छ कि अब चाहिँ, किनकि बुढो भइसक्यो नि त। अनि यस्तो छ तल, अनि म चाहिँ हाल्छु। फाइनली म यतापट्टि दिन्छु गाइस। म चाहिँ यहाँ टिम्बु टिप्दैछु अनि खाँदैछु गाइस, देख्न सक्नुहुन्छ हातमा टिप्दैछु। अनि आमा आज घाँस काट्न आएको, आमा चाहिँ, म चाहिँ यस्तो टिम्बु खान आएर। आमा घाँस काट्ने, छोरो चाहिँ टिम्बु खाने भनेर सराप गाली गर्नु होला है, त्यो चाहिँ होइन। त्यो चाहिँ अघि मैले नि घाँस काटेर क्या। अनि फाइनली टिम्बु पनि खाइसक्यो, धेरै खानुहुन्न गाइस।